दाइले चाहिँ थाप्नुहुन्छ होइन छैन किनभने उसलाई सुहाउने हामीले सुहाउँदैन नि कलर चाहिँ भएन संविधान आएको छ बाहिरतिर त साह्रो भीमपेदी गाइजलाई स्वागत छ मैले परिचयकै कुरा जोड्न चाहन्छु सुरुमा यताबाट सुरु गरौँ कालो ज्याकेटबाट नमस्कार मेरो नाम अञ्जन लामा मन्जित लामा निर्मल लामा हाई म चाहिँ मिथुन लामा हो है मेरो नाम चाहिँ सबिन लामा हो हजुर सबैजना लामाको टिम हो लामा गाइज हजुर अब यो भीमपेदी गाइज फर्म भएको 10 वर्ष भयो र के भन्नुहुन्छ कसरी फर्म भयो सुरुवातको दिनहरूलाई सम्झनु पर्दा के भन्नुहुन्छ निर्मलजीलाई मैले सोधेँ अब सुरुवात त्यस्तै हो मैले पहिला पनि भनिसकेँ पनि एउटा हामीले चाहिँ यो अलि रमाइलोको लागि नै सुरुवात गरेको थिएँ करियर भनेर सोच्नु भएको थिएन जस्ट रमाइलो मात्रै सुरुवात चाहिँ करियर चाहिँ कसरी भयो भने अब मेरो चाहिँ थियो छुट्टै थियो तर भाइहरूको चाहिँ थिएन नि अनि मैले चाहिँ उनीहरूलाई 2 महिनाको ट्रेनिङ क्लासको लागि गरेको गर्दाखेरि 3-4 जना राम्रो नाच्ने देख्यो अनि अलिकति के आयो भने के गर्ला के भन्यो अनि कन्टिन्यू दियो अनि दिँदा अलि मान्छेहरूले वरिपरिकोले मन पराउन थालेपछि ए भाइ के होला जस्तो गरौँ भनेर हौसला दिँदै यहाँसम्म आएको सुरुवातको दिनहरू कस्तो थियो यहाँबाट पनि सोधेँ मैले निर्मलजीसँगको भेट पहिल्यै चिन्नु भएको थियो या डान्सबाट चिनियो कसरी चिन्नु भयो फर्स्ट टाइम चाहिँ के भएको थियो भने दाइ चाहिँ कोरिया बसेर आउनु भएको थियो होइन अनि दाइले चाहिँ डान्स सिकाउँछ भनेर हामीले डान्समा इन्ट्रेस्ट दिनेहरू हाम्रो केटाहरूले थाहा भयो क्या त्यसपछि दाइले चाहिँ हामीले डान्स सिकाउनुपर्छ भनेर हामीले रिक्वेस्ट गऱ्यौँ दाइलाई अनि दाइले त्यस्तै 2 मन्थको डान्स क्लास दिएको क्या अनि एउटा दाइ पनि हुन्थ्यो एउटा दाइले हेल्प गर्नुभएको थियो राजेश दाइ हुन्थ्यो दाइले अनि त्यहाँबाट यो उसको बजाउने साउन्ड सिस्टमको व्यवस्था गर्नुभयो अनि त्यसपछि त्यसबाटै हामीले अनि दाइले चाहिँ डान्स सिकाउनु भयो त्यसपछि डान्स सिक्दै गर्दा दाइले चाहिँ अनि हाम्रो डान्स मन पराउनु भयो कि राम्रो लाग्यो भन्दै अनि यतिकै हामीलाई कन्टिन्यू दिनुभयो अनि त्यसपछि दाइले चाहिँ 81 अनि एउटा हामी पनि ग्रुप चलाउँ न हामी पनि केही गरौँ डान्स एउटा ग्रुप खोलेर हेरौँ न भनेर अनि हाम्रो सानो क्यामेरा थियो कि त्यसबाट नै हामीले स्टार्टिङ गऱ्यो त्यतिकै गर्दै गयो अब कहिले कता अब धेरै ठाउँमा भोताएर धेरै दुःख गरेर गरियो अहिले सक्सेस पनि भन्नु मिल्दैन अझै बाँकी छ भर्खर सुरुवात जस्तो लागेको छ अनि कुन डान्स फर्महरू गाउनु थाहा छ अब खासै भन्दाखेरि मैले चाहिँ अब सानैदेखि भन्दाखेरि म बलिउड र यो नेपाली लोकमा इन्ट्रेस्टेड थियो पछि हिपहप यो लकिङ पपिङ भनेको एउटा युट्युब हेरेर सिक्यो कतैबाट र भाइहरूमा पनि हिपहपको हो सुरुमा त उनीहरू हिपहप र लकिङ पपिङ हो र ग्रुपमा आएपछि स्पेसली मेरो फर्स्ट डे चाहिँ नेपाली डान्स अलिअलि सिक्या हो उनीहरूले हजुर अब रमाइलो कुरा जोड्नु पर्दाखेरि हामी यहाँहरूको डिफ्रेन्ट कलरको हेयर स्टाइल देख्दैछौँ यहाँबाट सुरु गरौँ न के हो कोबाट प्रभावित भएर यहाँले चाहिँ रातो किसिमको कलरफुल राख्ने भनेर कसैको पनि मेल खाएन नि त के गर्छ भने भाइहरू आफूले दाइ म यस्तो कलर गर्छु यस्तो भन्छ नो प्रब्लम होइन फ्री भएर गर्ने हो एउटा नयाँ लुक्स देख्छ नि भन्ने एउटा सोच मात्रै हो त्यो पनि भयो अनि एउटा भिडियोलाई अलिकति राम्रो क्वालिटी दिनु पनि सकिन्छ कि भन्ने सोच हो भिडियो क्वालिटी कसको कपालमा सबैभन्दा राम्रो सुहाउँछ भन्नु त नठाटिकन होइन अहिले त यो भाइको कलर हामीलाई पनि मन परेको होइन ग्रुपले त्यही गराउने सोच त छैन किनभने उसलाई सुहाउने हामीले सुहाउँदैन नि सबै डिफ्रेन्ट देख्नु भयो सबैको फेरि डिफ्रेन्ट उहाँको मात्रै कालो कपाल छ के भन्नुहुन्छ अस्ति भर्खरै अब भोलिको लागि पनि भनौँ इक्जाम नजिक आउँदैछ कहिले त्यस्तो भएन इक्जाममा अब उहाँले भनिहाल्नु भयो इक्जामको कुरा जोडिहाल्यो इक्जाममा कपाल काटेर आऊ कलर नलगाऊ भन्ने धेरै हुन्छ के भन्नुहुन्छ भोग्नु भएको छ त्यस्तो कपाल चाहिँ काटेर आऊ भन्ने हजुर कानमा मुन्द्रा सुन्द्रालाई हामी कराउने त्यो अलिअलि भइहाल्छ अहिले त कलेज पनि छोडिसक्यो कलेज सकिसक्यो भन्नुभयो
अहिले चाहिँ लाइनतिरै छ अहिले कलेज पढ्दा चाहिँ हजुर एउटा मात्रै सिङ्गल पिस कलेज भन्ने अनि दुईजना छ भाइ एकजना भाइ हजुरको साँच्चै हजुरको ग्रुपमा यति मात्र कि अरू कोही हुनुहुन्छ अरू छन् त 10जना मेम्बर हो। अब त्यसमा के भयो भने एकजना भाइ हुन्छ पवन भन्ने, ऊ चाहिँ अहिले यही विदेशी रोजगारको लागि साउदी अरब साउदीमा होटेलमा काम गर्दैछ होइन, उसले एचएमको लिएर गएको। अनि एउटा भाइ चाहिँ आफ्नै अब घरको समस्याले ऊ चाहिँ यतै कतै काम गर्दैछ। अनि दुईजनाले चाहिँ छोडेको भन्नाले उनीहरू पनि आफ्नो लाइफमा गयो, अब हामीले रोक्न सक्दैन होइन, अनि गयो। अनि एउटा चाहिँ पढ्दैछ। कलेज पढ्दा पढ्दै टाइम म्यानेज गर्न सक्नुहुन्छ? सक्छु, अहिलेसम्म त गरिरहेको छु। होइन जति सक्छ त्यति अब पढाइलाई चाहिँ असर गर्न मैले सिधै भन्छु, पहिला पढाइ अनि बल्ल हो। हजुर यहाँहरूले कतिवटा भिडियो गर्नुभयो कभर भिडियो युट्युबमा? कभर चाहिँ हामीले युट्युबमा चाहिँ अहिले हाम्रो अफिसियलको कभर गरेर अरू च्यानलले हाम्रो गरेर 100वटा होला होइन अफिसियल कभर। तर हामीले पोस्ट नगरेको शुद्ध गऱ्यो भने त कभर मात्रै 90वटा होला, 80-90वटा। हजुर मलाई थाहा भएअनुसार गाँटोबाट पहिलोपटक यहाँहरूले यो उपहार प्राप्त गर्नुभएको होइन यो युट्युबको कभर कम्पिटिसनमा, के भन्नुहुन्छ? त्यो पनि भयो। एउटा चाहिँ अब हाम्रो दाइ चाहिँ एउटा नेपालकै एउटा भनौँ एउटा स्टार नै हुनुहुन्छ है, प्रतिभाको विनरै हो नेपालको होइन, एउटा टप डान्सर विनरै भयो। होइन त्यो खोजी प्रतिभाको भने कति वर्ष अगाडिको दिनेश ऋषिले चलाउनु थियो कि, हजुर मैले डान्सको विनर भएको थिएँ कि एनटिभीबाट आउँथ्यो। सेकेन्डचोटि भनौँ न होइन, गाँठोले चाहिँ सेकेन्डचोटि भनौँ न हाम्रो उपलब्धि भनौँ न। यसरी क्र्यू फर्म हुँदाखेरि बलिउड क्र्यूहरूलाई पनि हेर्नु भएको छ होला नि? हामी त वर्ल्डको सबैलाई हेर्छौँ। कुन चाहिँ क्र्यू मनपर्छ? कुन बलिउड मनपर्छ? हलिउडको क्र्यूहरू? क्र्यू त हलिउडकै राम्रो लाग्दैन होइन, स्टाइल त सबैको आफ्नो छ। अब बलिउड पनि एकदम मनपर्छ, तर हामी चाहिँ कोरियन पनि बढी हेर्छौँ। सबैजना कोरियनको लुकको भएको भएर कि के भन्नुहुन्छ? कलर चाहिँ भएन कि म त कालो कालै छु त। मेकअप गरे पनि हुन्छ नि होइन? हजुर कतिपय समयमा अब सुटिङको लागि अब डेस्टिनेसनहरू खोजिराख्दाखेरि अब त्यो त्यहाँ गर्न मिल्दैन भन्ने त्यस्तो कुराहरू पनि आयो? अहिले अफिसियल गर्दा हामीलाई मात्रै होइन, ठुलो कलाकारहरूसँग हिँड्दाखेरि नि कुनै ठाउँमा त्यस्तो अवरोध चाहिँ आउँछ। नेपालमा चाहिँ त्यस्तो चाहिँ धेरै छ, तपाईँहरूले त्यस्तो नगरिदिनु होला होइन। हजुर कस्तो छ एउटा सम्झना बताइदिनुहोस् न, एकदमै रमाइलो मजाको हाँसिहाल्नु भयो उहाँलाई? त्यो त हाम्रो यही काठमाडौँमा त्यो एकचोटि त्यो सिभिल मलभित्र गर्दा पनि भएको थियो। हजुर नेपालमा त धेरै ठाउँमा त्यस्तो उहाँ हाँस्नु भएको थियो, मैले उहाँलाई सोधिहालेँ, भन्नुहोस् त। कभर भिडियो गर्दा पनि भएको थियो। के भएको थियो? अब त्यो त हाम्रो होइन त्यस्तो भनेको अब हुन्छ नि, अब अर्काको प्रोपर्टी हो, हामीले पनि होइन प्रयोग गर्नु हुँदैन, जहीँ पनि एउटा बुझ्ने र नबुझ्ने हुन्छ, त्यति हो। हजुर नेपालमा डान्सको यहाँहरूले फ्युचर देखेर यतिको समय यतिको लगानी गर्दै हुनुहुन्छ, के भन्नुहुन्छ अब आगामी आउने पुस्ताले नेपाली क्षेत्रमा चाहिँ डान्समा फ्युचर छ भन्नलाई तपाईँहरू के भन्नुहुन्छ? अब फ्युचर चाहिँ पहिला थिएन, अहिले चाहिँ छ नै भन्छु। अब न्यु कमरलाई के हुन्छ, हुन त हामीलाई कति मेसेज पनि आउँछ यसो गर्छ, तर सबैलाई भन्छु डान्स गर्नुहुन्छ भने मेहनत गरेर गर्नुहोस्, राम्ररी गर्नुहोस्, अगाडि बढ्नुहोस्। के अरे बढिन्छ पनि र के गर्न पनि सकिन्छ। हजुर सबैलाई वेलकम चाहिँ वेलकमै छ। हजुर यहाँहरू ग्रुपमै हिँड्दाखेरि पहिलोपटक यो भिम्पेती गाइज हो भनेर कसैले त्यो नाम लिएर बोलाउँदाखेरिको एक्सपिरियन्स कस्तो छ? मैले एकजनालाई सोधेँ, यताबाट सोधेँ। हाम्रो स्टार हजुर यहाँबाट सोधेँ कस्तो लाग्यो? मलाई त्यति एक्सपिरियन्स छैन। हजुर उहाँलाई सोधेँ। मलाई चाहिँ फर्स्ट टाइम चाहिँ अब त्यो प्रियङ्का कार्कीको एउटा सुट थियो कि त्यहाँ त्यो कलिउड भन्ने मुभी थियो होइन, त्यसको त्यो काली काली भन्ने सङमा गएको थियो कि त्यहाँ चितवनमा गएको थियो। त्यहाँनिर चाहिँ अनि एउटा फर्स्ट टाइम महसुस भएको थियो कि मलाई चाहिँ अब भन न प्रियङ्का कार्कीको साइड डान्सर थियो हामी त्यहाँबाट अनि अब त्यहाँबाट चिन्जान हुँदा ऊ थुप्रै थियो ग्रुपमा आउने मान्छेहरू मेम्बरहरू आउँदाखेरि चाहिँ अनि त्यहाँबाट अनि उनीहरूले हामीलाई चिनेछ क्या अरे, अनि भिन्टी गाइस त्यो बेला चाहिँ अलिकति खुसीको महसुस मोबाइलमा हाम्रो भिडियो देखायो, देखाएको थियो क्या त्यो बेला चाहिँ अलिकति त्यहीँदेखि नै अलि जाँगर अनि के छ अरूले भन्नु थाहा यस्तो ह्यान्सी हुनुहुन्छ होइन, प्रपोजहरू त कति आउँछ? गर्लफ्रेन्ड को छ? हात उठाउनुहोस् न। कसैको छैन भनेपछि सिङ्गल ग्रुप हुनुहुन्छ?
छ एक दुईजना नि तर उनीहरू खुल्न चाहँदैन होला होइन अब छैन कसरी छैन भने चिच्चा गरी रातो क्यापले चाहिँ हुन सक्छ जस्तो लागिसक्यो है भनेपछि यहाँहरूले युट्युबमा आफ्नै च्यानलबाट भिडियोहरू अपलोड गर्दाखेरि युट्युबले पे पनि गर्छ त्यो हामी सबैलाई अवगत भएको कुरा हो नढाँटी भन्नुहोस् महिनाको कति लिनुहुन्छ युट्युबबाट कस्तो हुन्छ भने हाम्रो सब्सक्राइब धेरै पनि छैन होइन प्लस अरू यो जति नेपालको ठुलो कम्पनी छ त्यसको दाजुमा हामीले धेरै थोरै पाउँछ एकदम थोरै हो हजुर एकदमै कुनै बेला त आउँदा पनि आउँदैन महिनामा अब त्यो कस्तो भने त्यो कन्टेन्ट दिनुपर्छ भिडियो चाहिँ तपाईँहरूले राखिरहनुपर्छ अब हामी पहिले त एक महिना ग्याप हुन्छ भिडियो राख्नै पाउँदैन हजुर गरेर त्यही भएर त्यतिखेर चाहिँ आउनु त आउँछ तर हल्का आइन्छ भइरहेछ खुसी छौँ हामी हजुर पछिल्लो समय कार्टुन क्रुजको धेरै प्रशंसा भयो अनि चर्चा पनि भयो कार्टुन क्रुजलाई एउटा प्रतिस्पर्धीको रूपमा लिनुहुन्छ कि हुन्न अब त्यस्तो भन्दा त्यो त दर्शकको हो तर हामीले चाहिँ के भने एउटा डान्सरको नाताले होला उहाँहरूको भिडियो राम्रो हुन्छ डान्स पनि राम्रै हुन्छ उहाँको आफ्नै फर्म चाहिँ एकदमै राम्रो छ रेस्पेक्ट पनि गर्छ र अहिले सरोज अधिकारी होइन उसँग कुरा पनि हुन्छ त्यसमा कुरा भइरहन्छ उहाँले हाम्रो तारिफ गर्नुहुन्छ हामीले उहाँको तारिफ गर्छौँ राम्रो छ उहाँहरूको प्रतिस्पर्धा भन्दा पनि के हुन्छ भने एउटा हामीले जुन सपना देखेको छ अहिले उहाँहरूको पनि त्यही हो सपना होइन त्यो सपना मिल्छ त्यही भएर प्रतिस्पर्धा चाहिँ खासै त्यति चाहिँ लाग्दैन तर एउटा कुरा चाहिँ मनमा चाहिँ अलि राम्रो उहाँले गरेको देख्दा अलिक डाहा भन्दा पनि हामीले पनि यति गर्न पाए त के होला भने त्यो एउटा चाहिँ भइहाल्छ त्यो त मान्छेमा अभियसली भइहाल्छ होइन त्यति त्यो एउटा उनीहरूले नि मेहनत गरेको छ अहिले त्यो चाहिँ खुसी लाग्छ हजुर यहाँहरूले कभर भिडियो मेकिङ कसरी गर्नुहुन्छ मैले यहाँबाट सबैजनालाई छोटो छोटो सोधेँ तपाईँहरू चुप लागेर बस्नुभयो कि त्यही भएर तपाईँहरूलाई पनि सोधेको हजुर हजुर आफ्नो एक्सपिरियन्स मात्रै कसरी बनाउनुहुन्छ दाइसँग जानुहुन्छ वर्कसप गर्नुहुन्छ बिहान बिहान अहिले त अब दाइले अब हाम्रो आज जस्तो सुटिङ सकिसकेपछि त्यो फुटेजहरूलाई चाहिँ होइन बेलुका सेभ गरेर दाइले अब टाइम मिलाएर त्यो फुटेजहरूलाई अनि एडिट गर्ने हाम्रो अहिले अब नयाँ सामान छ है त्यसमा दाइले अब एडिट गर्नुहुन्छ हजुर एडिटमा बस्दिनँ भन त्यो थाहा छैन हजुर आफूले गरेको कभर भिडियोमा सबैभन्दा कभर भिडियो मनपर्ने एउटा बताइदिनुहोस् मन त अब सबै पर्छ नि आफूले गरेको त किन मन नपर्नु र एउटा बताइदिनुहोस् एउटा बेस्ट हुन्छ हाम्रो योले गर्दा सबै हो मलाई सबै मन खै हामीलाई त्यस्तो लाग्दैन होइन हामीलाई प्रायःले सोच्छ बेस्ट भन्छ तर त्योहरू पनि त्यो राम्रो छ त्योहरू पनि एउटा हो के सबै मन पर्छ कस्तो गीत चुज गर्नुहुन्छ मैले यहाँलाई सोधेँ कस्तो गीत चाहिँ डान्सको लागि जोस् लोकदोरी बाहेक अरू गीतहरू आयो चाहिँ सबै राम्रो लाग्छ लोकदोरी किन नै मैले निर्मलजीलाई सोधेँ फेरि लोकदोरी उहाँको मनमा कुरा हो खास यस्तो के अब भन्नाले भाइहरू पहिला नेपाली नाच्नु मान्दैन अहिले मैले जबरजस्ती गरेर यति हल्का नेपाली पर्नु पऱ्यो होइन लोकदोरीको अझै पर हो नि त त्यही भएर कोर्स गर्न पनि अलिक अड लाग्छ कि नेपाली नाच्नु चाहिँ किन नै होइन नेपाली त नाच्छ पहिला पहिला चाहिँ त्यस्तो हुन्थ्यो हामीलाई मलाई चाहिँ फिल हुन्थ्यो पहिला पहिला चाहिँ नेपालीबाट केही छैन नेपाली डान्स होइन सुरुवात गर्दाखेरि चाहिँ अब नेपाली फर्महरू त्यति होइन हाम्रो अहिले फर्मै नेपाली हो अहिले त गर्नुपर्ने हाम्रो मोडर्न छैन वेस्टर्न छैन हेर्नुहोस् त तपाईँले हाम्रो भिडियोहरू हामीले जति गर्छौँ नि हामीलाई लोक पप भनेको नेपाली पनि मिसेको हुन्छ पहिलोपटक लकिङ र पपिङ सिक्दाखेरि यहाँको एक्सपिरियन्स कस्तो रह्यो आफ्नै ग्रुप लिडरसँग खुसी लाग्छ होइन पहिला पहिला त अब त्यो हुन्थ्यो अब त्यो खुसी लकिङ पपिङ गर्दा आफ्नै फर्म हुने जस्तो लाग्थ्यो तर नेपालमा के गर्नु छ भने चाहिँ होइन नेपाली फर्म नै गर्नुपर्छ के बन्नु छ के गर्नु छ भने चाहिँ चर्चा कमाएको ग्रुपमा सामेल हुँदाखेरि तपाईँलाई कस्तो लाग्यो राम्रै लाग्यो कस्तो राम्रो राम्रोमा पनि हुन्छ हजुर एकदम खुसी छु खुसी छु भन्न अहिले मजाले खुलेर बोल्न होइन छाती फुलाएर खुसी छु होइन भिम्बिती गाइजको हाँसो चाहिँ कस्तो हुन्छ हाँसो कसरी हाँस्नुहुन्छ सबैजना एकैचोटि हाँस्नु भयो भने कसरी हाँस्नुहुन्छ उहाँ त मुख चोपेर हाँस्नु हुँदो रहेछ नि त सबभन्दा लजालुको हुनुहुन्छ ग्रुपमा कोही छैन कोही हुनुहुन्न
कोही छैन बाहिर गयो भने चाहिँ लजाउनु चाहिँ यो भाइ एउटा होला अरू त खासै लाग्दैन ड्रेसअपमा कतिको ध्यान दिनु पर्दो रहेछ युट्युबमा अब भिडियोज राख्ने भएपछि एउटा भिडियोमा हामीले कहिलेकाहीँ एउटा किन दुईवटा ड्रेसअप नयाँ चाहिँ हामीले जे होस् हिपहप ड्रेस हुन्छ है हिपहप प्लस हामीले होइन दौरा सुरुवाल लगाएर पनि गरेको छ तर कस्तो हुन्छ भने जति प्रायः सिङ्गरहरू हुनुहुन्छ नि उहाँहरूले चाहिँ के हुन्छ भने अब गीत सुन्दाखेरि हल्का नेपाली पारेको छ नेपाली ड्रेस उहाँले होइन अलिक मोडर्नै गरौँ भन्नुहुन्छ क्या कतिपय त उहाँहरूको मागअनुसार पनि हामी सक्छौँ कि हजुर अनि यो भीमफेती गाइजमा चाहिँ झगडा कतिको हुन्छ होइन झगडा त हुन्छ भइरहन्छ कुरा काट्ने काम हुँदैन कुरा काट्ने पहिला भइन्थ्यो 3-4 वर्ष अगाडि तर अहिले छैन होइन रियल कुरा काट्ने काम भइरहेको त्यसले त्यसको कुरा गर्ने मलाई आएर त्यसले त्यसको तर अहिले चाहिँ त्यो सबै पिटापिट पनि हुन्छ पिटापिट चाहिँ भएको छैन मैले चाहिँ यसो कहिलेकाहीँ रिस उठ्यो भने 1-2 दाइले पिट्दाको अनुभव कस्तो छ धेरै कसले पिटाइ खान्छ अहिले पिट्दा छोडेर जाम जस्तो लागेन त्यस्तो त कहिले पनि भएको दाइले सुधारको लागि पिट्नु भएको म डान्समा बेकारमा आइछु भन्ने कसैलाई फिल भयो कि यो ग्रुपमा अहिले त छैन अहिले त कस्तो लाग्छ नि गर्व लाग्छ कि यो एउटा बरु नछोडेर राम्रो गरौँ भन्ने चाहिँ सोच होइन त्यस्तो अब मेरो अनुभव सुनाउँदाखेरि चाहिँ अब भाइहरूको व्यवहारले गर्दा कति दिन त मैले छोड्ने पनि त्यस्तो अवस्था पनि आइसकेको थियो तर के हुन्छ भने उनीहरूले गल्ती गर्छ गाली गर्छ भोलि अनि फोन गरेर दाइ सरी भनेर यसो ऊ भयो बच्चा जस्तो भइसक्यो मलाई लाग्छ त्यस्तै हजुर अब एउटा ग्रुपलाई स्थापित बनाइराख्नलाई अब उनीहरूलाई एउटा टिममा बाँधेर राख्नको लागि कतिको च्यालेन्जिङ छ अन्त्यमा जोडिदिनुहोस् होइन एकदमै च्यालेन्जिङ छ यसको लागि चाहिँ म मात्रै होइन भाइहरूले सोच्नु पर्यो होइन यो 5 औला यसको मुठी हुन मेरो एउटा दिमागले भ्याउने होइन तर अझै कलिडो छ कि दिमाग अनि भाइहरूलाई पनि रिक्वेस्ट छ कि अब एकदम मेहनत डबल मेहनत गरेर अगाडि बढ्नु छ होइन त्यही हो हजुर डान्स गर्नुभन्दा अगाडि टिमको एउटा सिम्बल हुन्छ नि कतिले हातमा मात्र हुर्रे गर्ने टाइपको के हुन्छ तपाईँहरूको केही छ त्यस्तो कसरी 1 2 and 3 एकैचोटि सबैजनाले 1 2 and 3 दाइले चाहिँ थाप्नुहुन्छ ओके गाठो सङमा कुन चाहिँ याद छ त्यसो ल 1 2 3 गो ठुलो आवाजमा थ्याङ्क यू सो मच